नमस्कार, स्वागत छ हाम्रो सङ्खुवासभा सेरोफेरो कार्यक्रममा। म सुस्मिता गुरुङ उपस्थित भइसकेकी छु तपाईहरूको माझमा। तपाईँ हेर्दै हुनुहुन्छ एमटिएच च्यानल। आज म सङ्खुवासभा जिल्लाको बारेमा बताउन गइरहेकी छु। सङ्खुवासभा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने एक भौगोलिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण पहाडी जिल्ला हो। मकालु र वरुण राष्ट्रिय निकुञ्जको गर्दभूमि, ऐतिहासिक सिद्धपोखरी, अनेकौं हिम श्रृङ्खलाहरू, खोला नाला, प्राकृतिक सुन्दरता र सांस्कृतिक सहिष्णुताको लागि प्रख्यात यो जिल्ला प्रशासनिक रूपमा खादबारी बजारलाई केन्द्र बनाएको छ। सङ्खुवासभाको नामकरण शङ्खु सिंह र वा सभा बास शब्दको संयोजनबाट भएको मानिन्छ, जसले ऐतिहासिक रूपमा यस क्षेत्रमा सिंहहरूको वासस्थान रहेको सङ्केत गर्दछ। यो जिल्ला प्राकृतिक सम्पदामा धनी छ। यहाँ मकालु विश्वको 5औं उच्च शिखर, वरुण हिमाल, साल्पा पोखरी, सिद्धपोखरी जस्ता प्राकृतिक तथा धार्मिक स्थलहरू रहेका छन्। यसैगरी यस जिल्लामा राई, लिम्बू, शेर्पा, गुरुङ, मगर, बाहुन, क्षेत्री, नेवार लगायत विभिन्न जाति र समुदायहरूको बसोबास छ, जसले आआफ्नो समृद्ध संस्कृति, परम्परा, भाषा, चाडपर्वहरू मनाउँदछन्। कृषिमा आधारित यस जिल्लाको अर्थतन्त्रमा हाल आलु, लसुन, फापर जस्ता बालीहरूको महत्त्वपूर्ण योगदान रहेको छ। सङ्खुवासभा आफ्नो प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, ट्रेकिङ, माउन्टेनरिङ, धार्मिक पर्यटन र सांस्कृतिक अनुभूतिका लागि पर्यटकीय महत्त्व बटुलिरहेको छ। यस प्रकार सङ्खुवासभा जिल्ला नेपालको एक महत्त्वपूर्ण जिल्लाको रूपमा प्राकृतिक वैभव, सांस्कृतिक बहुलता र ऐतिहासिक विरासतलाई आपसमा सामेल ढङ्गले ओगटेको छ। अब हामी भिडियोको अन्ततर्फ आइसकेका छौँ। आजको भिडियोमा हामीले सङ्खुवासभा जिल्लाको बारेमा बतायौँ। अर्को भिडियोमा पनि हामी यस्तै भिडियो ल्याउनेछौँ। त्यतिन्जेलसम्मको लागि म सुस्मिता गुरुङलाई बिदा दिनुहोस्। एमटिएच च्यानल हेर्दै गर्नुहोला। नमस्कार।